Hello guys, welcome to the channel Polynomial Pirates. आज यसमा हामीले कुरा गर्नेछौँ अल्जेब्रिक एक्सप्रेसन है। त्यो अल्जेब्रिक एक्सप्रेसनको मैले एउटा सिरिज स्टार्ट गरेछु फर क्लास 7 एन्ड 8 है। यसमा चाहिँ हामीले पढ्नेछौँ अल्जेब्रिक एक्सप्रेसन। अनि अल्जेब्रिक पढेपछि टर्मको कुरा गर्छौँ। टर्मको कुरा गरेपछि टाइप्स अफ अल्जेब्रिक एक्सप्रेसनको कुरा गर्छौँ। यो सबको कुरा गरिसकेपछि एउटा पोलिनोमियलको कुरा गर्छौँ। बेसिकली पोलिनोमियल पढ्दाखेरि हामीले स्टार्टिङदेखि नै अल्जेब्रिक एक्सप्रेसन के हो, कसरी बनेको हुन्छ, टर्म्स के हो, पोलिनोमियलको के हो, पोलिनोमियलको डेफिनेसन्सहरू के हुन्छ, पोलिनोमियलको बारेमा कुरा गर्ने गइरहेको छु है। आज हाम्रो सिरिजको पार्ट 1 हो। पार्ट 1 मा कुरा गर्दाखेरि हामीले फर्स्ट टपिक हो अल्जेब्रिक एक्सप्रेसन है। सो लेट्स स्टार्ट। अल्जेब्रिक एक्सप्रेसन भनेको के हो? इट इज अ कलेक्सन अफ वन टर्म और मोर टर्म्स सेपरेटेड बाई एडिसन और सब्ट्र्याक्सन। मैले यहाँ टर्ममा किन लगाएको छु अन्डरलाइन, पहिले त्यो बुझेँ। यो टर्म हो के? टर्म भनेको चाहिँ एउटा मेड अप अफ भेरिएबल हो एन्ड कन्स्टेन्ट, और प्रोडक्ट अफ भेरिएबल एन्ड कन्स्टेन्ट। भेरिएबल भनेको जसको भ्यालु चेन्ज हुन्छ, कन्स्टेन्ट भनेको जसको भ्यालु चेन्ज हुँदैन। ठिक छ। अनि यो चाहिँ टर्म चाहिँ एउटा प्रोडक्ट अनि भेरिएबल अनि कन्स्टेन्ट मिलेर बनेको हुन्छ। या त मात्र भेरिएबल हुनसक्छ, या त मात्र कन्स्टेन्ट हुनसक्छ, या दुवै मिलेर चाहिँ बनेको हुन्छ। फर इक्जाम्पल प्रोडक्ट अफ भेरिएबल एन्ड कन्स्टेन्ट इक्जाम्पल हेर्दाखेरि एक्सवाई भेरिएबल हो, यो भेरिएबल हो, यो मात्र के भयो? कन्स्टेन्ट हो। यसमा यो इक्जाम्पलमा हेर्दाखेरि भेरिएबल पनि आयो, कन्स्टेन्ट पनि आयो। सो मैले के भनेको थिएँ? प्रोडक्ट अफ भेरिएबल एन्ड कन्स्टेन्ट पनि हुन्छ। या त भेरिएबल हुन्छ, या त कन्स्टेन्ट हुन्छ, या दुवै हुन्छ, भेरिएबल एन्ड कन्स्टेन्ट। त्यसको के हुन्छ? प्रोडक्ट हुन्छ। सो 3 इज कन्स्टेन्ट एन्ड xy इज भेरिएबल। सो यु क्यान से द्याट इट इज अ टर्म। यहाँ पनि छ, एउटा भेरिएबल छ, एउटा कन्स्टेन्ट छ, 4 into z इटिसी है। अब यहाँ बुझौँ है, अल्जेब्रिक एक्सप्रेसनको कुरा गर्दाखेरि इट इज कलेक्सन अफ वान टर्म। या त मात्र एउटा टर्म हुन्छ, या मोर देन टर्म, मोर टर्म्स हुन्छ है, मोर देन 2, 3, 4 त्यो हुन्छ। सेपरेटेड बाई एडिसन और सब्ट्र्याक्सन। यो अल्जेब्रिक एक्सप्रेसनको कुरा गर्दाखेरि कलेक्सन अफ टर्म हो, सेपरेटेड बाई एडिसन और सब्ट्र्याक्सन। फर इक्जाम्पलमा कुरा गर्दाखेरि है, एउटा सिम्पली एउटा टर्म हो, यो पनि के हो? अल्जेब्रिक एक्सप्रेसन हो। ल 3x माइनस 4y यो पनि के हो? अल्जेब्रिक एक्सप्रेसन हो। यो दुवै के हो? टर्म हो, फर्स्ट टर्म, सेकेन्ड टर्म। केले सेपरेट भएको छ? माइनसले सेपरेट भएको छ। त्यही कुरा भनेको चाहिँ इट इज कलेक्सन अफ टर्म्स सेपरेटेड बाई एडिसन और सब्ट्र्याक्सन। दुवै टर्म्स हो, केले सेपरेट भएको छ? माइनसले। अर्को इक्जाम्पल हेर्दाखेरि a प्लस b माइनस 2 कतिवटा टर्म छ? 1, 2, 3। a भेरिएबल हो, b भेरिएबल हो, 2 के हो? कन्स्टेन्ट हो है। 3वटा टर्म छ। यसमा पनि केले सेपरेट भएको छ? टर्महरू प्लस अनि माइनसले। सो बेसिकली अल्जेब्रिक एक्सप्रेसनको कुरा गर्दाखेरि सिम्पली के बुझ्ने? इट इज अ कलेक्सन अफ टर्म्स सेपरेटेड बाई एडिसन और सब्ट्र्याक्सन। ल टर्म मैले भनिसकेँ, मेड अप अफ भेरिएबल, मात्र भेरिएबल पनि हुनसक्छ, या त कन्स्टेन्ट पनि हुन्छ है, या त प्रोडक्ट अफ भेरिएबल एन्ड कन्स्टेन्ट पनि हुन्छ। फर इक्जाम्पल xy x 3 3xy 4z etc। अब हामी कुरा गर्छौँ टाइप्स अफ अल्जेब्रिक एक्सप्रेसन। फर्स्टमा के छ? मोनोमियल, बाइनोमियल, ट्राइनोमियल। यो 3वटा क्लासिफाई भएको छ, क्याटेगोरी छ बेस्ड अन टर्म्स। मिन्स कुनमा चाहिँ कतिवटा टर्म हुन्छ? मोनोमियलमा 1 टर्म हुन्छ, बाइनोमियलमा 2 टर्म हुन्छ, ट्राइनोमियलमा 3 टर्म हुन्छ है। फर इक्जाम्पलमा कुरा गर्दाखेरि यो 5x एउटा टर्म भयो, कन्स्टेन्ट छ, भेरिएबल छ, मिलेर बनेको छ, एउटा टर्म भयो है। यसमा पनि कन्स्टेन्ट छ, -8 हो, अनि यो भेरिएबल y हो, यो पनि के भयो? मोनोमियल, एउटा टर्म छ है। यहाँ पनि हेर्ने भेरिएबल के हो? xy भयो, अनि कन्स्टेन्ट के भयो? 9 भयो, यो पनि के हो? मोनोमियल हो। बाइनोमियलको कुरा गर्दाखेरि बाइनोमियलमा 2 टर्म हुन्छ। ठिक छ। x एउटा टर्म भयो, y एउटा टर्म भयो, सेपरेटेड केले भएको छ? प्लसले। त्यस्तै नै 2x एउटा टर्म भयो, 4 एउटा टर्म भयो, केले सेपरेट भएको छ? प्लसले। त्यस्तै 2xy एउटा टर्म भयो, 5z एउटा टर्म भयो, केले सेपरेट भएको छ?
प्लसले। ट्राइनोमियलमा कुरा गर्दाखेरि 3 टर्म हुन्छ। एक्स एउटा टर्म भयो, वाई एउटा टर्म भयो, जेड एउटा टर्म भयो। केले सेपरेट भएको छ? प्लसले। यसमा पनि छ 2x + y + 4 सेम हो। तीनवटा टर्म छ, सेपरेट भएको छ प्लसले। यसमा हेर्दाखेरि 2x एउटा टर्म भयो, y एउटा टर्म भयो, 2z एउटा टर्म भयो। केले सेपरेट भएको छ? माइनसले। बेसिकली ओभरभ्यूमा के बुझ्दाखेरि अल्जेब्रिक भनेको कलेक्सन अफ टर्म हो, अल्जेब्रिक एक्सप्रेसन भनेको कलेक्सन अफ टर्म हो, सेपरेटेड बाई प्लस और माइनस। इक्जाम्पल मैले बुझाइसकेँ, या त टर्म हुनसक्छ या कलेक्सन अफ टर्म हुनसक्छ। सेपरेटेड बाई एडिसन, सब्ट्र्याक्सन और सब्ट्र्याक्सन है। 3x -4y त्यही हो। टर्म भनेको मेड अफ अ भेरिएबल, मात्र भेरिएबल हुनसक्छ, इक्जाम्पलमा xy, या त मात्र कन्स्ट्यान्ट हुन्छ है। अब टाइप्स अफ अल्जेब्रिक एक्सप्रेसन कुरा गर्दाखेरि मोनोमियल थियो, बाइनोमियल थियो अनि ट्राइनोमियल थियो। मोनोमियलमा 1 टर्म, बाइनोमियलमा 2 टर्म, ट्राइनोमियलमा 3 टर्म है। यो कुरा सक्यो। अब हामीले बेसिकली एउटा पोलिनोमियलको कुरा गर्छौँ। पोलिनोमियल भनेको के हो? अल्जेब्रिक एक्सप्रेसन नै हो विथ 1 टर्म और मोर टर्म है। यो के हो? अल्जेब्रिक एक्सप्रेसन नै हो। या त एउटा टर्म हुन्छ या त मोर टर्म्स हुन्छ है। अनि यसको पावरको जहिले पनि केमा हुन्छ? होल नम्बरमा हुन्छ। त्यो कुरा याद हुने, पावर चाहिँ जहिले पनि होल नम्बरमा हुन्छ। न नेगेटिभ इन्टिजर हुन्छ, न डेसिमलमा हुन्छ, न फ्र्याक्सनमा हुन्छ है। केमा हुँदैन? डेसिमलमा हुँदैन, फ्र्याक्सनमा हुँदैन, नेगेटिभ इन्टिजर पनि है हुँदैन है। यो पनि हुँदैन। ठिक छ। पावर अफ भेरिएबल्स, भेरिएबलको पावर जहिले पनि केमा हुन्छ? होल नम्बरमा हुन्छ। डेसिमलमा हुँदैन, फ्र्याक्सनमा हुँदैन, नेगेटिभ इन्टिजरमा पनि हुँदैन है। इक्जाम्पल कुरा गर्दाखेरि यो एक्स वाई जेड भेरिएबल हो। 2 3 3 पावर हो। एक्स को पावर 2 भयो, वाई को पावर 3 भयो, जेड को पावर 3 भयो है। यो सबैको पावर केमा छ? होल नम्बरमा छ है। यहाँ पनि हेर त, यो भेरिएबल हो, यो भेरिएबलको पावर केमा छ? होल नम्बरमा छ। यहाँ पनि यो भेरिएबलको पावर के छ? 1 छ, 1 छ। 1 भनेको के हो? होल नम्बर हो। तर यहाँ चाहिँ भेरिएबल केमा छ? भेरिएबल एक्स हो, सरी भेरिएबल एक्स हो अनि यसको पावर केमा छ? स्क्वायर हो, मिन्स होल नम्बरमा छ। तर 1/x², 1/x² छ। यसले माथि लग्दाखेरि के हुन्छ? x को पावर -2 आउँछ। अब -2 के हो? मैले भक्क भनेको थिएँ, नेगेटिभ इन्टिजर हो है। अब नेगेटिभ इन्टिजरमा हुनु भएन। सो x² प्लस 1/x² पोलिनोमियल होइन। त्यस्तै यहाँ x को पावर 2/3 छ, फ्र्याक्सनमा छ, -y को पावर पनि फ्र्याक्सनमा छ है। कुनै पनि एउटा भेरिएबलको भ्यालु यदि पावर फ्र्याक्सनमा भयो भने त्यो पोलिनोमियल होइन। फर इक्जाम्पल है, फर 2/3 छ तर y को पावर 2 छ है। x को पावर 2/3 छ, -y को पावर 2 छ। x को भ्यालु चाहिँ फ्र्याक्सनमा छ, y को भ्यालु चाहिँ होल नम्बरमा छ। मैले के भनेछु? जसको पनि जुन भेरिएबलको भ्यालु फ्र्याक्सनमा हुन्छ त्यो एक्सप्रेसन चाहिँ पोलिनोमियल होइन है। मिन्स मैले के भन्न खोजेको है, अरूको चाहिँ होल नम्बरमा होस् तर कुनै पनि एउटा भेरिएबलको भ्यालु पावर फ्र्याक्सनमा छ भने त्यो पोलिनोमियल होइन। यो 2/3 हो, -x को पावर 5 हो। यो भेरिएबलको पावर होल नम्बरमा छ, यो भेरिएबलको पावर फ्र्याक्सनमा छ। सो यो पोलिनोमियल होइन। लास्ट एउटा इम्पोर्टेन्ट टपिक हो। त्यो इम्पोर्टेन्ट टपिक के हो सुन्न है। इफ यु लाइक दिस भिडियो देन लाइक एन्ड सब्सक्राइब एन्ड सेयर है। सब्सक्राइब। थ्याङ्क यू।